सो टुल बक्समा क्लिक गर्नुहोस् अनि हामी सर्च गर्नेछौँ यहाँनेरि फर्म भ्यू भनेर। फर्म भ्यूमा सर्च गर्ने, ड्र्याग एन्ड ड्रप गर्ने अनि यसको लागि डेटा सोर्स चुज गर्ने। जुन हाम्रो पहिलेदेखि युज गरिरहेको डेटा सोर्स 1 एसक्यूएल डेटा सोर्स 1 युज भइरहेको छ। अब यहाँनेरि भइसकेपछि तपाईँको सबै फर्म रेडी भइसकेको छ। अब रन गरेर हेरौँ हामी। ओके, सो हामीले सबभन्दा सुरुमा यो फर्मलाई जुन चाहिँ युजर आइडी 1 छ यसलाई चाहिँ के गर्ने भन्दाखेरि एडिट गरेर हेरौँ हुन्छ कि हुँदैन। दर्शन KHANL दर्शन खनाल भनेर मैले दिएँ, अपडेट गर्छु। ओके, रिफ्रेस गरौँ एकचोटि। ओके, सो हाम्रो दर्शन खनाल भनेर एडिट भइसकेको छ। जुन चाहिँ यहाँ माथि देख्न सक्नुहुन्छ युजर आइडी दर्शन खनाल, यो इमेल भइहाल्यो। अब अरू पनि एडिट भइ नै हाल्छ। अब नि गर्ने युजर आइडी 13 दिन्छु, नेम QWER दिन्छु, इमेल QWER@gmail.com अनि कन्ट्याक्ट दिन्छु 9823423412। युजर रोल दिन्छु म ASTF अथवा QWE, सर्ट गरौँ। सो हाम्रो फाइनल्ली डेटा चाहिँ टेबलमा सक्सेसफुली इन्सर्ट भइसकेको छ। सो अब हाम्रो प्रोजेक्ट चाहिँ सबै टेबलमा हामीले यसरी ड्रपडाउन टुल बक्सबाट यही 3वटा कुराहरू ड्रपडाउन गरेर हामीले यो हाम्रो प्रोजेक्टलाई सक्न सक्छौँ। जसमा चाहिँ तपाईँले टुल बक्सबाट तान्नुपर्ने कुराहरू भनेको चाहिँ ग्रिड भ्यू हो, एउटा एसक्यूएल डेटा सोर्स र अर्को हो वेब यो फर्म भ्यू भनेर ड्रपडाउन गर्ने अनि डेटा सोर्समा सबै टेबललाई कनेक्ट गरिदिने। त्यसबाट तपाईँहरूले इजिली एडिट, डिलिट, न्यू एड गर्न सक्नुहुनेछ।